नको लामो लाइन जरुरत छैन मलाई, बस एउटा होस् जो हजारौं बराबर होस्। सानोतिनो कुरामा मन नदुखाएकै राम्रो, किनकि यसले फाइदा होइन घाटा चाहिँ गर्छ। चाहेको चिज पाउन नसकियोस् केही छैन, तर पाएको चिज गुमाउन नपरोस्। मिलेको जोडी त केवल जुत्ता र चप्पलको मात्र हुन्छ, बाँकी त सब मनको भ्रम हो। जिन्दगीको हात त हुँदैन, तर पनि कहिलेकाहीँ यस्तो थप्पड लगाउँछ कि पुरा जीवन याद रहन्छ। आफूलाई परेको छैन भने मान्छेहरूले अरूको समस्या कहिले बुझ्न सक्दैन। अचम्म छ हाम्रो समाज, मान्छेलाई हेला गर्छन् अनि ढुङ्गालाई पूजा गर्छन्। रिसले होइन, दिमागलाई ठन्डा बनाएर अगाडि बढ्ने हो जिन्दगीमा, अनि मात्र सफलता भेटिन्छ। धेरै समय तपाईँ टाढा हुनुभयो भने मान्छेहरूले अर्को खोज्छन्, तर तपाईँको खोजी कसैले गर्दैन। जिन्दगी कहिले समाप्त हुन्छ थाहा छैन, तर पनि भन्छु जिन्दगीभर साथ दिन्छु। म एक्लो भएको होइन, समय अनि परिस्थितिले मलाई एक्लो बनायो। जरुरी छैन कि टुट्नको लागि पत्थर र सिसा नै आवश्यक पर्छ। व्यवहार बदलिएर निस्किएको बोलीले नि धेरै कुराहरू टुटाउने गर्छ जिन्दगीमा। यस्तै हो, कुनै दिन उसको माया मनभरि थियो, आज आँखाभरि छ। आफ्नो उमेर बढ्दैछ भन्ने भन्दा पनि बुवा आमाको उमेर घट्दैछ भन्ने चिन्ताले सताउँछ आजकल। चिन्ता नलिँदा हुन्छ, आज तिमीलाई देख्दा पनि नहेर्नेहरू भोलि तिमीलाई खोज्न पनि सक्छन्। ढोका सानो नै हुन दिनुस् घरको, जो निहुरिएर भए पनि भित्र आउँछ सम्झनुस् उही आफ्नो हो। भाग्यमा छैन भने माया भएर मात्रै केही नहुने रहेछ। अजीब छ दौड जिन्दगीको, जित्यौँ भने आफ्ना पछाडि छुट्छन्, हार्यौँ भने आफ्नाले पछाडि छोड्छन्। यो दुनियाँ खराब छ हजुर, यहाँ साँचो कुरा धेरै बेर टिक्न सक्दैन। थोरै भए पनि आफूलाई माया गर्न सिक्नुहोस्। म छु भन्नेहरू सबै आफ्ना हुँदैन। हरेक मान्छेहरू बदलिन्छन्, फरक यति हो कोही रहरले बदलिन्छन् त कसैलाई बदलिनै पर्ने बाध्यता हुन्छ। त्यो मान्छेलाई एक दिन उसैको घमण्डले बर्बाद गर्छ, जसले कहिले आफ्नो गल्ती देख्दैन। समय र साथ दुवै एकै हो, जब समय परिवर्तन हुँदै जान्छ मान्छेको साथ पनि परिवर्तन हुँदै जान्छ। यदि माया नै सबैभन्दा ठुलो कुरा भइदिएको भए कोही पनि आफ्नो प्यारो मान्छेलाई छोडेर टाढा जाने थिएन। निकै खुसी देख्छु तिमीलाई आजभोलि, सायद त्यो अनुहारमा खुसी ल्याइदिने कोही भएर। दुखेको मन, भिजेको परेली, अँधेरी रात अनि कसैको याद, बस यसै आफ्नो चित्त बुझाउन जस्तो अरूको चित्त बुझाउन कहाँ सजिलो हुन्छ। सङ्घर्ष बिनाको जिन्दगी कहाँ सजिलो छ। बगैँचामा फुलेको फुललाई सोध्नुहोस्, सुख दुःखमा कसरी साथ दिन्छ, जसले विवाहको मण्डप सम्बन्ध जोडेर के काम भएर त्यो सम्बन्धलाई बुझाउनु। कसैको मन जित्नु नै छ भने खोपले माया अति जिन्दगी त आफ्नो तरिकाले जिउनुपर्छ। दुनियाँले त सल्लाह मात्र दिन्छ, साथ होइन। केही सपनाहरू आफ्नै कमी कमजोरीले टुटे, केही पैसाको कमीले। बोल्यो छुच्चो भयो भन्छन्, नबोल्यो घमण्डी भयो भन्छन्। सुख त केही गरी पनि छैन, कसैले नराम्रो भने पनि केही मतलब छैन। अचेल राम्रो बन्दा बन्दा थाकिसके। सम्बन्ध निभाउन जान्नुपर्छ, अन्जान नै यहाँ आफन्त भन्दा आत्मीय भइदिन्छ। यहाँ एउटा कुरालाई टार्नको लागि मान्छेहरू 10 वटा बहाना बनाउने गर्छन्। कसैले नराम्रो भन्यो भन्दैमा मन दुखाउँदिन, म मान्छे हो, सबैको नजरमा राम्रो पनि त बन्न सक्दिनँ। जिन्दगी यस्तै रहेछ, जति जति उमेर बढ्दै गयो उति उति खल्लो, जति जति बुझ्दै गयो उति एक्लो। आँखामा आँसु देखाउनु भयो भने शत्रुहरू मौलाउँछन्, तर ओठमा हाँसो देखाउन सक्नुभयो भने शत्रुहरू बौलाउँछन्। सम्बन्ध जोडेर पो के काम भयो र, त्यो सम्बन्धलाई निभाउने खुबी नै नभएपछि। आजभोलि स्वार्थ पुरा नहुन्जेल मात्र कोही कसैको लागि खास लाग्छन्, स्वार्थ पुरा भएपछि बकवास नै सम्झने गर्छन्।
गलत सम्बन्धमा हुनुभन्दा एक्लै बस्नु 1000 गुणा बेस हुन्छ। सबैलाई खुसी बनाउन खोजियो भने कति बेला आफ्नो खुसी हराउँछ पत्तै नहुने रहेछ। खुसी पनि बगेको खोला जस्तै भयो, कहिल्यै फर्केर आएन। रूपको घमण्ड कसैसँग पनि नगर्नुहोस्, किनकि प्राय मान्छेहरूको व्यवहार हेरेर इज्जत गरिन्छ।